हेलो सबैजनालाई वेलकम ब्याक है फेरि है। आजको म भिडियोमा चाहिँ जर्मनी आइसकेपछि अनि अब गर्नुपर्ने अब अरू डकुमेन्टहरू के चाहिँ गर्न पर्दो रहेछ, अनि पहिला अकोमोडेसन पाइसकेपछि अब त्यसपछि चाहिँ नेक्स्ट स्टेप के त भन्नेतिर आज म भिडियो बनाउँछु है। होप तपाईँहरूले धेरै हेल्पफुल हुनेछ। सुरुमा चाहिँ रुम खोज्न पर्ने हुन्छ है। सबसे पहिला अब रुम खोजिसकेपछि अनि तपाईँलाई चाहिँ घरबडीले कन्ट्र्याक्ट दिन्छ होइन। अब त्यहाँ अनि त्यसपछि गएर तपाईँहरूले चाहिँ अनि आनमेल्डुङ गर्नुपर्ने हुन्छ क्या। आनमेल्डुङ भनेकै सिटी रेजिस्ट्रेसन हो। तपाईँ चाहिँ कन्ट्र्याक्ट लगेर चाहिँ उता जाने। तपाईँ अब जस्तै त्यहाँ अपोइन्टमेन्ट हुन्छ क्या, जुन सिटीमा बस्नुहुन्छ त्यहाँको चाहिँ आफ्नो अपोइन्टमेन्ट हुन्छ होइन। त्यो अपोइन्टमेन्ट बुक गरेर त्यहाँ जाने टाइम हुन्छ, केही गाह्रो हुन्न। बस तपाईँको नम्बर हुन्छ, त्यो नम्बरमा बस्नुपर्ने हुन्छ होइन। अनि त्यो भइसकेपछि तपाईँको पालो आउँछ अनि त्यहाँ तपाईँले लग्ने भनेको पासपोर्ट र भिजा हो। अनि त्यसपछि गएर घरबाट दिएको कन्ट्र्याक्ट। त्यो भइसकेपछि उनीहरूले आनमेल्डुङ गर्छ होइन, आनमेल्डुङ गरिदिन्छ। पछि ट्याक्स आइडीहरू तिनीहरू चाहिँ पछि बिस्तारै आउँदै गर्छ होइन त्यो काम गर्दाखेरि। अनि त्यसपछि अब तपाईँले त्यो गरिसकेपछि चाहिँ आनमेल्डुङ गरिसकेपछि अर्को काम भनेको ब्याङ्क हो। नेक्स्ट स्टेप भनेको है तपाईँले ब्याङ्क जानु पर्ने हुन्छ होइन, अथवा अपोइन्टमेन्ट बुक गरेर हुन्छ। यहाँ सबै काम अपोइन्टमेन्ट बुक गरेर हुन्छ सबसे पहिला होइन। अपोइन्टमेन्ट लिने, अपोइन्टमेन्ट लिएको छैन भने पनि केही फरक पर्दैन। तपाईँले सरासर नजिकको ब्याङ्क हुन्छ होइन, ब्याङ्कमा गएर गर्दा नि हुन्छ। त्यसको लागि चाहिँ ब्याङ्कहरू चाहिँ थुप्रै छ यता होइन। डोइचे ब्याङ्क भन्ने छ, डोइचे चाहिँ यहाँको गभर्मेन्ट ब्याङ्क हो। अनि कमर्स ब्याङ्क भयो, अरू थुप्रै ब्याङ्क छन्। मैले चाहिँ कमर्स गरेको होइन, कमर्स ब्याङ्क। अब स्टुडेन्ट यहाँ चाहिँ कस्तो छ भन्दा स्टुडेन्ट जस्तै 29 देखि तलकोलाई चाहिँ चार्जहरू चाहिँ लिँदैन। 27 हो कि 28 समथिङ भनौँ न, 29 देखि तलको उमेरकोलाई चाहिँ चार्ज लिन्न होइन। त्यस्तो चार्ज नलग्ने भएको मैले कमर्स ब्याङ्क गरेको हो। अनि कमर्स ब्याङ्क गऱ्यो भने चाहिँ अब त्यसले चाहिँ हामीलाई अब आइबिएन नम्बर हुन्छ होइन, ब्याङ्क अकाउन्ट नम्बर दिन्छ। अनि जस्तो हाम्रो त्यो मोबाइल ब्याङ्किङहरू अनि कार्डहरू चाहिँ आउनु चाहिँ पिनहरू त्यो सबै आउनु चाहिँ टाइम लाग्छ। तर यहाँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँको त्यो सबै गरिसकेपछि ब्याङ्कले तपाईँको त्यो कार्डहरू भयो त्यो सबै चाहिँ तपाईँकै घरमा पोस्ट हुन्छ होइन। त्यसमा राखिदिन्छ। अनि त्यसमा चाहिँ हेर्नुपर्ने हुन्छ। लगभग टाइम त लाग्छ, 1 विक त्यस्तै समथिङ लाग्छ होइन। त्यसमा हेर्नुपर्ने हुन्छ। अनि अब ब्याङ्क अकाउन्ट भइसकेपछि अब नेक्स्ट स्टेप आउँछ हाम्रो नेक्स्ट ब्याङ्क भनेपछि अब नेक्स्ट स्टेप आउँछ हेल्थ इन्सुरेन्स होइन। अब यहाँ चाहिँ हेल्थ इन्सुरेन्स गर्नै पर्ने हुन्छ, पब्लिक हेल्थ इन्सुरेन्स। अथवा कतिको युनिभर्सिटीले स्टुडेन्ट कार्ड दिनुभन्दा अगाडि चाहिँ पब्लिक हेल्थ इन्सुरेन्स ल्याएर आइज भन्छ होइन। पब्लिक हेल्थ इन्सुरेन्स गर्नुपर्ने हुन्छ। पब्लिक हेल्थ इन्सुरेन्सको लागि चाहिँ के गर्नु पऱ्यो भने सबसे पहिला आइबिएन नम्बर भइहाल्यो तपाईँको ब्याङ्क अकाउन्ट नम्बर होइन, त्यो दिने। अनि त्यसपछि पासवर्ड लगेर जानु होला। पासवर्ड त म्यान्डेटरी नै भइहाल्यो, पासवर्ड र भिजा। अनि तपाईँसँग पासवर्ड साइज फोटो हुन्छ होइन, पासवर्ड साइज फोटो लगेर जाने। त्यसपछि आनमेल्डुङ भइहाल्यो, त्यो आनमेल्डुङ गरेको त्यो पेपर नि लगेर जाने। त्यो लगिसकेपछि तपाईँको सक्दो पनि लगेर जानु होला। तपाईँको युनिभर्सिटीको त्यो अफर लेटर जुन चाहिँ हुन्छ नि, एडमिसन लेटर एउटा, त्यो लगेर जाने। त्यो युनिभर्सिटीहरू सोध्छ कहिले हो स्टार्ट डेट होइन, क्लासहरू स्टार्ट डेट कहिले त सबै हेर्छ, डिटेल्स चाहिने रहेछ होइन। त्यसको लागि चाहिँ त्यो लगेर जानुपर्ने हुन्छ। अनि त्यो भइसकेपछि उनीहरूले अझै 1 विक जति टाइम लिन्छ, 1 विक टाइम लिन्छ। अनि भन्छ तपाईँको त्यो अरू हेल्थ इन्सुरेन्सहरू सबै चाहिँ तपाईँको घरमै पोस्ट बक्समा आउँछ भनेर भन्छ होइन। तपाईँलाई जान हुन्छ, त्यतिकै गाह्रो हुन्न। उनीहरूले मैले चाहिँ टिके हेल्थ इन्सुरेन्स गरेको है, टिकेबाट त्यही हो। अनि त्यसपछि गएर उसले चाहिँ ब्याङ्क अकाउन्ट माग्छ होइन, ब्याङ्क अकाउन्ट चाहिँ राख्ने। ब्याङ्क अकाउन्ट चाहिँ किन माग्दो रहेछ भन्दाखेरि उनीहरूले मन्थली त्यहीँबाट हाम्रो त्यो ब्याङ्क अकाउन्टबाट चाहिँ पैसा डिडक्ट गर्छ होइन। त्यही अब मानौँ 135 हो क्या समथिङ त्यति छ मन्थली चाहिँ उनीहरूले हेल्थ इन्सुरेन्सको काट्छ। हेल्थ इन्सुरेन्स काट्नु भनेको चाहिँ जस्तै पछि हामीलाई कहीँ चेक गर्नु पऱ्यो कि चेकअपहरू डक्टरहरूसँग चेकअप गर्नु पऱ्यो भने चाहिँ उनीहरूलाई ट्याक्क भन्ने होइन।
अनि उनीहरूले चाहिँ एउटा लेटर टाइप हुन्छ नि त, त्यो झिकेर दिन्छ। त्यो लगेर गयो भने चाहिँ हाम्रो चेकअपहरू चाहिँ डक्टरहरूले गरिदिन्छ होइन। अनि अरू चाहिँ जस्तै अब अरू उनीहरूले चाहिँ अब अरू डकुमेन्टहरू जस्तै, अनि उसले चाहिँ मलाई के भनेको थियो भन्दाखेरि अब काम गर्छु कि नै अहिले गरिरहेको छु कि छैन भने होइन। म चाहिँ खास चाहिँ काम त गरिरहेको छैन अहिले, भर्खर आएको काम नि पाएको छैन, डकुमेन्ट बनाएको छैन। सबसे काम पाउनको लागि नि डकुमेन्ट नै बनाउनु पर्ने हुन्छ क्या। जस्तै अब अहिले मैले ट्याक्स आइडीहरू खोज्छ, हेल्थ इन्सुरेन्स खोज्छ, ब्याङ्क एकाउन्टहरू खोज्छ होइन यतातिर। त्यो सबै काम गर्दाखेरि अगाडि त्यो डकुमेन्टहरू दिनुपर्ने हुन्छ क्या। त्यसैले त्यो डकुमेन्ट चाहिँ सबसे पहिला बनाउनै पर्ने हुन्छ। अनि त्यसैले छैन भने अनि त्यसपछि ल ठिक छ, अब काम पायो भने कन्ट्र्याक्ट पायो भने चाहिँ फेरि आउनु है भन्थ्यो। त्यो चाहिँ मलाई त्यो चाहिँ थाहा छैन होइन। त्यो चाहिँ म पछि हजुरहरूलाई इन्फर्म गरौँला। सबैले अब यसमा भिडियो चाहियो होइन, त्यहाँ के गर्नु पर्दो रहेछ, के हो सुरुमा डकुमेन्ट कसरी बनाउने भनेर क्वेसन गर्थे। यसमा चाहिँ भिडियो बनाएको अब त्यही हो। हेल्थ इन्सुरेन्स भइसकेपछि अब सबै हुन्छ। तर यहाँ चाहिँ कस्तो छ भन्दाखेरि काम हाम्रो तर्फबाट हुने चाहिँ काम चाँडै भइदिन्छ होइन। हुन्छ नि जर्मनी चाहिँ लगभग डिजिटलाइजेसनमा अझ धेरै एकदम पछाडि छ होइन। त्यसैले चाहिँ धेरै टाइम लगाउने कि यिनीहरू अझै नै पेपरमै छ कि, पेपर वर्क नै गर्छ, पेपरमै काम। त्यसैले अब जे गर्दाखेरि नि यिनीहरूले त मानव मेरो अब ब्याङ्क एकाउन्टको काम गऱ्यो, ब्याङ्क एकाउन्टको काम हुनलाई चाहिँ त्यही अब 1 विक प्लस अझ धेरै 9-10 दिन जति अगाडि धेरै लाग्ने, अझ धेरै लाग्दो रहेछ। अनि त्यसपछि गएर अब हेल्थ इन्सुरेन्स गरेँ, हेल्थ इन्सुरेन्सको लागि 1 विक लाग्ने होइन। अब सबै त्यस्तै हुँदो रहेछ। अब एनुअल गरेर ट्याक्स आइडीहरू त्यो सबै आउन गर्न अब त्यो अझै धेरै टाइम लाग्दो रहेछ, त्यस्तो हुँदो रहेछ। तर जे पनि यहाँ अलिक टाइम नै लाग्ने, त्यो चाहिँ अलिक ध्यान लाग्छ। ल त्यही हो गाइस, यति नै डकुमेन्टहरू हो रिक्वायर्ड। यो डकुमेन्टहरू भइसकेपछि तपाईँहरू कामहरू खोज्न सक्नुहुन्छ, काम हामीले गर्न सक्छौँ होइन। त्यति हो। ल अहिलेको लागि बाई, यति नै हो। के अरू क्वेसन्स छ भने कमेन्ट गर्नु होला होइन। अहिले चाहिँ त्यति नै भन्छु। ल सी यू गाइस, अर्को नेक्स्ट भ्लगमा। त्यति बेरसम्म अहिले चाहिँ बाई, लभ यू।